हेलो हेलो वेलकम बैक टू न्यू भिडियो। हजुरहरू सबैलाई स्वागत छ नयाँ भिडियोमा। ग्रोइङ भाइब्स युट्युब च्यानलमा सबैलाई स्वागत छ। हामी चाहिँ त्यो माथि डाँडामा घुम्न जान लाग्दैछौँ। यहाँ यति 4-5 जना 6-7 जना मान्छेहरू छौँ, भाइ बहिनीहरूसँग घुम्न जाँदैछौँ। ल के कस्तो हुन्छ एडभेन्चर देखाउने छौँ। हेलो हेलो ल ल ल कहाँ बस्ने? बसौँ कहाँ बस्ने? ल कहाँ पुग्ने तपाईँहरू? रिजर्भ जानला माथि मन्दिर। यो त मन्दिर जानला माथि रिजर्भ। यो त बस्नु के जाउँ माथि मन्दिर घुमेर आऊँ। तपाईँले एकैचोटि दिए उकालो लाग्दैछौँ चाँगुनारायणको मन्दिर हो। सानो भाइहरू हेलो हेलो हेलो। ए सबै लाज लाग्नेहरू मात्रै लिएर हिँडेको मैले। एउटै बहिनी मात्रै फर्किन्छ, अरू सबै लाज लाग्ने छ। चाँगुनारायणको मन्दिर जाँदैछौँ। यस्तो छ सल्लाहको घारी। यस्तो सिँढी चढेर जाँदैछौँ। माइक्रो रिजर्भ गरेर आएको हामी। ओ पिकनिक खान त यहाँ आयो हुने रहेछ। लभ डाँडा भन्दा त यही ठिक छ। बनाइ गर्ने हामी त। ब्लग आयो ब्लग आइपुग्यो फाइनल्ली। रमाइलो रहेछ। ल मन्दिर आयो मन्दिर। ल है मन्दिर आयो मन्दिर। ओ पार्टीहरू छिटो हो। हो हाम्रो सम्झी हो। ल है मन्दिर आयो मन्दिर। कता जाने? ढोक गर्ने पहिला जुत्ता खोलेर जाने जान्दिन म त। त्यही बाहिरबाट ढोक्ने। ल हिँड बाहिरबाट ढोक्न। बाहिरबाट यसरी ढोक्ने। नमस्कार भनेर सिधा बसेर है। ओ मन्दिरभित्र त फोटो खिच्न मनाइ छ अरे त नि। हेलो हेलो गाइज, हामी चाहिँ चाँगुनारायण मन्दिर आएर अहिले अब टिका लगाएर मन्दिर दर्शन गरेर। गीत नबजाउन यार, कपिराइट लाग्छ मेरोमा। कपिराइट लाग्छ मेरोमा। हामी चाहिँ अब लस्सी अर्डर गर्दैछौँ। लस्सी खान लागेको छ 7 जनाले। सानो भाइ बहिनीहरू गरेर उनीहरू यहाँ टिकटक बनाउँदैछ। गीत नबजाऊ भने झन् गीत बजाइ गर्छ। गीत बजाइ गर्छ, नबजाऊ भनेको मान्दैन। भन्नुहोस्, जनता जान्न चाहन्छ तपाईँ के खानुहुन्छ? मासु र भात। मन्दिर आएर तपाईँलाई मासु र भात खानलाई लाज लाग्दैन? लाग्दैन। खाएपछि के होला? ऐना? ओ कस्तो ऐना? कस्तो ऐना? के बोल्ने? मलाई सिकाउ त के बोल्ने हो?
हेलो गाइज वेलकम ब्याक टु न्यू भिडियो। हामी चाहिँ यहाँ कतिचोटि न्यू भिडियो भन्ने होला है। लास्टमा भिडियो सिद्धिने बेलासम्म न्यू भिडियो भनेर पनि यो भाइले त कति राम्रो भ्लग गर्ने रहेछ, लास्टमा सिद्धिने बेलासम्म न्यू भिडियो भनेर पनि रहेछ। समातौँ त अनि हातमा मात्रै हो खिच्ने फेरि मुख होइन अनि पो हातमा मात्रै ए फेरि यतातिर ल फेरि एउटा मान्छेले फेरि तार म त आना ल कति यस्तो गर ल यस्तो यस्तो गरेर झुम्के मेरो हात जुम हुन्छ नि नजिक ल्याएर फेरि टाढा गर्ने के अनि त्यस गरेर फास्ट होइन यही मात्रै खिच्ने मात्रै के उ त्यसरी कान्छेले गरे त्यसरी फास्ट नलैज फेरि अलि उठाउ ल त्यसरी फोटो त्यो अनि उठाउनु बिचरा यसलाई चाहिँ हेला गरेर हात ल एकछिन यहाँ निमालाई चाहिँ ल है ल समात्नु न दाइ तेरी ए भएन के भएन दुईटा भयो यस्तो गरेर फेरि यस्तो गर भनेको त म त खान्छु ए भयो हालिदिउँ न एउटा स्ट्र बडीमा यस्तो गरेर फेरि यस्तो गर के त्यो दुईटा जुम्मा भन्नु म त धेरै टाँसै नि अब खेर सम्दीप एउटा स्ट्र बडीमा गर्दैन रिफ्लेक्स आयो त्यो मसँग खान्छ होस् क्रिस्टिना दिनु चिसो होला है धेरै नसुला क्रिस्टिना धेरै ओहो पानी आउँछ कि अब खान्छ नि आइज दिन्छ मेरो कान्छ आयो सम्दीप कति ल अब क्रिस्टिना सम्दीप अलि कुन ठाउँ छैन नि त यो मात्र नि सम्दीप कति यहाँ खान्छ नि होइन यहाँ मसँग खान्छ भइहाल्यो त सँगै खानुपर्ने पाइप चाहिँ उसले खाइसकेन भने खाइसकेन हालिदिउँ ल खाइसकेन माथि बस्न खान्छु त्यो पस गर्दै यो गाईहरूले लस्सी खाँदैछ आऊ ल पुच्छ छ दाई बहिनी भाइ कृष्ण पुच्छ छ आज सम्दीप लस्सी खाँदैछु मेरो लस्सी सम्दीप गयो अझै चाखी गरे लस्सी मेरो सम्दीपले यहाँबाट सुन्दैन यहाँबाट लस्सी अझै चाखी गरे है राम्रो देखेछ त नाना राम्रो देख्यो कस्तो राम्रो देखे कति राम्रो देखे कालो देखेको छैन हौ के भन्नु देखेको छैन भने यहाँसम्म चाहिँ ऊ देखेको छ है यता चाहिँ यतिमा चाहिँ कस्तो राम्रो देखेको छ उसले चाहिँ बरु काली देख्यो यस्तो गाह्रो छ कालो हुनलाई हामी कालो छौँ नि भर्खर भर्खरै गोरु मान्छे कालो भएर त्यहाँ आउँछ हामी कालै हो त तिमीहरू मात्रै होइन नि त हामी नि कालै हो अरे हो अरे तिमी मभन्दा गोरु छ त्यस्तरी खाने भनेर बाह्र लगाउँदै हुनुहुन्छ म यता बोल्छु भनेको यता रेडी बनाइसकेँ मैले छिटो भिडियो भइसक्यो क्या 1 घन्टा भइसक्यो अल्ठुलो बोल्नुपर्छ यत्रो मान्छे हो त्यो हाँस्या जत्रै बोल्नुपर्छ के हो तर उता उता त राम्रो देखिँदो रहेछ है पानी परिरहेछ गाइजहरू भन्नु न ल हामी चाहिँ यहाँ
पानीपुरी चटपटे खान लागेको छौँ बनाउनु लागेको छ यता दिदीले कता हिँडेको बिजुली बालेर हट भएर पट भएर कति किलोमिटर भयो हेर त दाइले चाहिँ भाइ बोकेर हिँड्नु भएको कति राम्रो हाँस्या खा निपल चुस्दै हेर त एकचोटि चुसेनु खबर सुनाउँदा यता आफू खुसी खुसी गर्ने अनि लास्टमा आफै हाँस्ने निपल खायो भने कि तू ज्याकेट लगाइदिनु यो मलाई चुस्रे आयु एकचोटि ए मम्मीसँग पाउने भनेर ल बोकेर एकछिन ल ल एकछिन बोक्छु हेलो गाइस हेलो वेलकम भन्न गान्छ वेलकम मेरो ब्लगमा भन स्वागत छ प्लिज Zero once more. यो खेल्नु न एकचोटि कस्तो कमेडी भएको थियो यो अलिकाला पसिना पसिना होला स्पिड गाडी गुडाउन आइदे यता आइज नि यता हेरौँ के हो त्यो हेर न गाडी